हेलो साथीहरू, दर्शन नमस्ते। वेलकम टु माई न्यू भिडियो। साथीहरू सन्चै आराम हुनुहुन्छ होला सबैजना? मेरो पनि ठिकै छ। घाम लागिरहेछ, आज मौसम एकदम राम्रो छ। अनि भर्खर यस्तो चर्को घाम लागिरहेछ साथीहरू। अनि कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ साथीहरू? सन्चै आराम हुनुहुन्छ होला। आजको भिडियोको टपिक छ साथीहरू, मलेसिया कस्तो कम्पनीमा आउने, अनि अहिले मलेसियामा सेलेरी कस्तो छ, कतिको कमाइ हुन्छ, यस विषयमा भिडियोहरू बनाइरहेको छु साथीहरू। भिडियो सुरुदेखि अन्त्यसम्म हेर्नु होला साथीहरू। मलेसियामा एकदम राम्रो कमाइ हुने कम्पनी भनेको जस्तै इलेक्ट्रिक कम्पनीहरू भयो होइन, जस्तै वेयर हाउसहरू भयो। वेयर हाउस पनि तपाईँको सिजन अनुसार चल्छ। सिजन अनुसार भन्नाले जस्तै यहाँको चाइनिज न्यु इयर, जस्तै हरिराया, जस्तै दीपावली, त्यस्तोमा एकदम सामानको अर्डर हुने, अनि त्यही भएर ओभरटाइमहरू राम्रो चल्ने गर्छ साथीहरू। तपाईँहरूले एक्ज्याक्ट राम्रो काममा आउँछु भनेपछि तपाईँहरू इलेक्ट्रिक कम्पनीमा अनि फ्याक्ट्री वर्करमा आउनु होला। एकदम राम्रो कमाइ हुन्छ। जस्तै फ्याक्ट्री इलेक्ट्रिक कम्पनी भन्नाले जस्तै पानासोनिक कम्पनीहरू भयो होइन, अनि सिमानो कम्पनीहरू भयो। यस्तो कम्पनीमा धेरै राम्रो कमाइहरू हुन्छ। जस्तै तपाईँहरू फ्याक्ट्री वर्कर भन्नाले जस्तै तपाईँको टप ग्लोब्स कम्पनी नै राम्रो छ। हामीले काम गर्ने चाहिँ यो लोटस कम्पनी हो। लोटस कम्पनीमा पनि एकदम राम्रो कमाइ हुन्छ साथीहरू। अनि यस्तै कम्पनीहरूमा आउँदा एकदम राम्रो। तर तपाईँहरू मलेसिया आउँदाखेरि अहिले 1700 बेसिक भएको छ भने तपाईँहरूले 3 लाख, 3.5 लाख, 4 लाख रुपियाँ नतिर्नु होला। तपाईँहरूले भने जस्तो हुँदैन। यहाँ हामी जति सोचेर आइएको हुन्छ त्यस्तो कमाइ हुँदैन। प्लस तपाईँको अहिले प्रायः मलेसियामा खाना आफै पकाएर खानुपर्छ। त्यसमा पनि लगभग नर्मल्ली भनेको नि तपाईँको 500 रुपियाँ खर्च हुन्छ खानामा। त्यो बुझेर आउनु होला। मेन पावरमा धेरै पैसा नदिनु होला। सकेसम्म फ्री भिजा, फ्री टिकट भएको कम्पनी मेन पावरहरू खोजेर त्यस्तोबाट एप्लाई गर्नु होला। म पनि फ्री भिजा, फ्री टिकटमा आएको हो साथीहरू। म अर्को भिडियो बनाउँछु जस्तै राम्रो मेन पावर, एकदम भरपर्दो मेन पावर कसरी खोज्ने भन्ने विषयमा यसरी भिडियो बनाउने छु साथीहरू। तपाईँहरूले भिडियो हेर्नु होला। अर्को भिडियो पनि बनाउने छु। र सकेसम्म इलेक्ट्रिक कम्पनीहरूमा आउनु होला। जस्तै इलेक्ट्रिक कम्पनी, फ्लिक्स कम्पनी, अनि अरू धेरै कम्पनीहरू छन् इलेक्ट्रिक कम्पनी। कमाइ पनि राम्रो हुने साथीहरू। तपाईँको अहिले 1700 बेसिक भएर पनि तपाईँहरूको ठ्याक्क बेसिक मात्रै तपाईँहरूको 50-52 हजार हुन्छ। प्लस तपाईँको ओभरटाइमहरू मजाले चल्यो भने, राम्रो चल्यो भने 2500, 3000 आउँछ। ओभरटाइमहरू राम्रो चल्यो भने साथीहरू कमाइ पनि हुन्छ यहाँ। तर त्यही अनुसार अहिले खर्च पनि धेरै हुन्छ। महँगाइ धेरै छ, खर्च पनि धेरै हुन्छ साथीहरू। त्यही भएर सोच विचार गरेर आउनु होला। मेन पावरमा अब त्यत्रो 1700 बेसिक छ भन्दैमा त्यत्रो 3 लाख, 3.5 लाख तिरेर नै आउनु होला। त्योभन्दा अब 1-2 लाख अरू एक्स्ट्रा खर्च गरेर युरोपतिर गएपछि फ्युचर पनि छ, आनन्द त्यता हुन्छ साथीहरू। त्यही भएर लगभग आफ्नो हिसाबले तिरेर आउनु होला। मेन पावर मलेसियाको भिजा पनि खुल्दैछ साथीहरू। म तपाईँहरूलाई अपडेट दिइराख्ने छु, भिडियो बनाउने छु। कुन मेन पावर, कुन कम्पनीको डिमान्ड आएको छ, यो कम्पनी कस्तो छ, एकदम रिसर्च गरेर त्यो कम्पनीहरूमा काम गर्ने मान्छेहरू मार्फत म जानकारी लिएर तपाईँहरूलाई भिडियो बनाउने छु साथीहरू। यति भिडियो बनाउन आइरहेको थियो साथीहरू। सकेसम्म हेल्प गर्नु होला, सपोर्ट गर्नु होला मलाई यस्तै यस्तै भिडियोहरू हेर्नको लागि। म यो भिडियो फेसबुक पेजमा नि हाल्छु अनि युट्युब च्यानलमा पनि हाल्छु साथीहरू। सपोर्ट गर्नु होला होइन। मलेसियाको बारेमा यति तपाईँहरूलाई इन्फर्मेसन दिन्छु। इन्फर्मेसन भिडियोहरू बनाउने छु साथीहरू। अर्को भिडियो म बनाउने छु साथीहरू। मेन पावर अब कसरी भरपर्दो मेन पावर कसरी खोज्ने, अनि जस्तै तपाईँको फ्री भिजा, फ्री टिकट भएको मेन पावर कसरी खोज्ने भन्ने विषयमा भिडियो बनाउने छु। भिडियो हेर्दै गर्नु होला साथीहरू मेरो। अनि तपाईँको यहाँ मलेसियामा यस्तो छ। मलेसिया चाहिँ हावा मौसम भनेको चाहिँ नेपालको जस्तै हो साथीहरू। त्यति गर्मी पनि हुँदैन, घाम चलेपछि त्यही हो। अब नत्र मजाको मौसम हुन्छ यहाँ मलेसियामा।